नमस्ते श्रोताबिन दर्शक महानुभावहरू। आज म फेसबुकको प्लेटफर्मबाट जीवनमा आफूले भोगेको र सिकेको केही कुराहरूलाई डे बाई डे पब्लिक समक्ष सेयर गर्ने एउटा अठोट लिएको छु। म हाल कतारमा छु र मेरो कतारको बसाइ सुरु 2013 अगस्त 17बाट हो र जब म कतार आएको थिएँ तब मेरो त्यति धेरै ठुलो सपना थिएन। सपना थियो त केवल म जीवनलाई एउटा उचाइमा पुर्याउने अठोटका साथ नेपालमै ड्राइभिङको सिप सिकेर हाम्रो देशबाट केवल 4 घण्टा 45 मिनेटको डिस्टेन्समा रहेको सानो र सुन्दर देश कतारमा इन्ट्री भएको पनि आज करिब 13 वर्ष बितिसकेको रहेछ र यो 13 वर्षभित्र जीवनमा आइराख्ने हरेक दिनको उतार चढावबाट भोगाई सिकाई सायद मैले किताबबाट त्यति धेरै सिक्न पाउने अवसर थिएन होला, तर जीवनले मलाई किताबले भन्दा पनि बढी सिकाएको महसुस म भित्र आएको एउटा अनुभवको कारणले गर्दा मलाई त्यो रियलाइज भएको छ। त्यसमा म कति सही छु या गलत त्यो म हजुरहरूसँग त्यसको बारेमा केही पनि विश्लेषण गर्न चाहेन, तर जीवनमा भोगाइको अनुभव चाहिँ किताबले भन्दा धेरै गुणा बढी नै हामीलाई दिँदो रहेछ। त्यसैले त्यसको लागि पनि मेरो जीवनको महत्त्वपूर्ण समयले मलाई सिकाएको पाठ, सिकाएको ज्ञान, सिकाएको सिपले मेरो मनभित्र आएको परिवर्तन त्यो मेरो लागि साँच्चीकै एउटा ऊर्जाको स्रोत छ। म धेरै खुसी छु।